अन्तरबाट मलाई बोलाउनु होइन दाइ भाइले लान्छु तपाईँलाई जापानको बारेमा के ल, भाइ। जापानको बारेमा एउटा शब्द भन्नुहोस् ल तपाईँ भाइसँग केही बोल्नु न त ल नमस्ते नमस्ते दाइ नमस्ते दाइ तपाईँको शुभ नाम लकी होइन लकी नै हो दाइ टिभी गएको होइन गएको मिस्टर लकी बोय बाबु होइन केटीहरूको प्यारो बाबु ए माइक हो मिस्टर लकी बोय बाबु होइन केटीहरूको प्यारो बाबु ए माइक हो तपाईँलाई सानो प्रश्न छ के प्रश्न गर्नुहुन्छ मजाले मिल्छ नि त भन्नु न तपाईँलाई जापान कस्तो लागिरहेको छ जापान के छ जापान के साह्रो हुन्छ भगवान छ दाइ होइन स्पेसली लाइक अनि निमाको मान्छेहरू गोवा लाग्छ दाइ होइन हजुर छ्या, के छ लाइक दोस्त के छ यार सरी है लाइक ल भाइ भाइ आइ भन न इन्टरभ्यू चल्दा बेलामा यस्तै हो ल रमाइलो छ अनि जापानको बारेमा दुई शब्द भन्नुपर्दा के भन्न चाहनुहुन्छ ल रमाइलो लागेर मात्रै हुँदैन यो भाइले चाहिँ मात्र दिँदो रहेछ ह्यान्डकेस काम चाहियो ह्यान्डकेस क्याम चाहिँ अब एउटा पाएको जस्तो छ ठिक ठिक जापानको बारेमा तपाईँ दुई शब्द के भन्न चाहनुहुन्छ एकदम राम्रो यो ठाउँ चाहिँ सबैजना आइपुग्नु होला एकदम राम्रो यो ठाउँ चाहिँ सबैजना जापानको बारेमा भाइ के भन्न चाहनुहुन्छ जापानको बारेमा अब के भन्न के भन्न चाहनु के भन्न चाहनु हो अनि नेपाल र जापान कुन तपाईँलाई यसो सोच्दाखेरि कुन चाहिँ राम्रो लाग्छ भन्नाले हुन्छ नि नेपाल र जापानको फरक भनौँ न फरक कुन के फरक भन्नु बहिनी सन्चै मलाई त हरेक कुरामा नेपाल ठिक लाग्छ दादा नेपाल पैसा मात्र यहाँ छ होइन तर मन चाहिँ नेपाल सबै कुरा नेपालमै लाग्छ मलाई त यहाँ त महँगाइदेखि लिएर हरेक कुरा क्या पैसा चाहिँ कस्तो कमाइन्छ पैसा त कस्तो कमाइन्छ है लगभग कति हो तपाईँको जान्नु गएर छ कि है छ पुग्छ त्यो उसले नि कमाउनु होला त हिल्टन होटलको साउले नि तर मैले कमाउँछु नि त फेरि अनि पैसा के कहाँ राख्ने गर्नु भएको छ नि लुकाएर राख्नुहुन्छ होला नि यसो अलिअलि केटाहरूलाई बाँडिरहेको छु मैले अब सेन्डल पिसी हाल्नुको लागि सबैलाई दिइरहेको छु कि मैले के अरे भन्नाले तपाईँको पैसा गर्न चाहिँ कति दिन लाग्छ 3.5 दिन लाग्छ क्या कि भ्याकेन्सी खुलाइदिने पैसा गर्नेमा कोटा खोल्यो पैसा गर्नलाई हाम्रो एकदम भाइ छ यदि मिल्छ भने त्यो भाइलाई काममा लगाइदिनु मिल्छ सोध्नुपर्छ है अहिले एकदम छन् कि साथीहरू अब यसो चाहियो घरको छटको याद छैन